आज म तपाईहरुलाई वेलकम ब्याक टु माई च्यानल भनेर इन्ट्रोड्युस गराउँदिन किन भन्दाखेरि चाहिँ आजको यो भिडियो चाहिँ एकदम स्पेशल हुनु आँटेको छ है। जब म सानो थिएँ है त्यतिखेर म अलवेज आई विश्ड कि हैन मेरो पनि भेकेसन्सहरु एकदम राम्रो होस् हैन। भेकेसन्समा चाहिँ म टाढो टाढो जानु पाऊँ, कहिले नगएको जग्गाहरु भनेर सोच्थेँ। तर अनफर्चुनेटली मेरो त्यो सपनै भयो बचपनको है। अन्त त्यही भएर चाहिँ म चाहिँ मेरो भाइ बहिनीहरुको लागि चाहिँ हैन उनीहरुको लागि चाहिँ म चाहिँ उनीहरुको भेकेसन्सहरु स्पेशल बनाउन चाहन्छु हैन। अन्त हमेशा अब म उनीहरुलाई एउटा नयाँ जग्गामा एक्सप्लोर गराउन लान्छु भनेर चाहिँ आई हेभ डिसाइडेड। अन्त मेरो हमेशा चाहिँ यो प्लानिङ हुन्छ कि म योपालि छुट्टीमा गएर के गर्छु के गर्दिन भनेर हो लाइकवाइज। अन्त बिफोर यो छुट्टी आउनुभन्दा पहिला पनि मैले डिसाइड गरेको थिएँ कि म मेरो मदर्सहरुलाई चाहिँ दिवालीमा गिफ्ट गर्छु भनेर सेम कलरको ड्रेसेस। अन्त मैले उनीहरुलाई साडी गिफ्ट गरेँ रेड कलरमा हैन। त्यो मैले सोचेर आएको थिएँ। अन्त यो छुट्टीमा चाहिँ मैले यही सोचेर आएको थिएँ कि म मेरो किड्सहरुलाई चाहिँ घुमाउनु लान्छु भनेर बिकज दे अल्सो नीड सम ब्रेक। सो आई टुक देम टु साइन्स सिटी विच इज इन सिलिगुडी। एन्ड देन हामीले यो दिन कति मजा गऱ्यौँ। मैले यो दिन क्लिक गरेको सबै म क्लिप्सहरु म राख्न चाहन्छु फर एभरको लागि, सो द्याट मेरो हमेशा चाहिँ मेमोरेबल होस् यो दिन। बिकज आई नो अब म हार्डली टाइम पाउँछु उनीहरुसँग हैन। 12 मन्थ्समा म 10 मन्थ्स त म ड्युटीमा हुन्छु, अन्त 2 मन्थ्समा उनीहरुसँग बिताउन पाउँछु। सो आई जस्ट वान्ट इट टु बी मेमोरेबल जब पनि म उनीहरुसँग हुन्छु। यो भिडियो एडिट गर्छु भनेर कहिलेदेखि सोचेर राखिरहेको थिएँ हैन। तर आज फाइनली मैले टाइम निकालेर यो भिडियो एडिट गर्दैछु। अन्त तपाईले यो क्लिप हेरेर पनि देख्न सक्नुहुन्छ लाइक मेरो भाइ बहिनीहरु कति खुसी थियो। इनफ्याक्ट म पनि उनीहरुसँगै कति खुसी थिएँ। यस पैसा इम्पोर्टेन्ट हुन्छ, तर पैसालाई हामीले राइट जग्गामा इन्भेस्ट गर्यो भने चाहिँ इट विल बी वर्थ इट हैन। अन्त यो मोमेन्ट्सहरु आई नो लाइफमा सबैको भाग्यमा यस्तो मोमेन्ट्सहरु आउँदैन, सबैको भाग्यमा फ्यामिलीज लेखेको हुँदैन। तर आई एम भेरी ग्रेटफुल दैट आई हैव one of them and I love each and every member of my family. कहाँ आएको छु भन, डोमिनोज पिज्जा खानु भन। डोमिनोज पिज्जा खानु। पिज्जा कति किलो आई होप म यसरी नै सबैलाई खुसी राख्नु सकौँ हैन। मेरो फ्यामिलीलाई हर छुट्टीमा आउँदाखेरि एउटा नयाँ मेमोरिज दिने म आई विल ट्राई माई बेस्ट। Not only kids but also my mom and dad, my aunt, uncle, each and every person, because यो टाइम फेरि फर्केर आउँदैन हैन। अन्त स्मल थिङ्स म्याटर्स हो मेरो लागि चाहिँ। अन्त लाइकवाइज आई जस्ट वान्ट टु इन्जोय माई लाइफ द वे आई वान्टेड। सो द्याट वाज इट। अन्त एट द एन्ड वी ह्याड पेस्ट्रिज। अन्त पेस्ट्री खाएर हामीले चाहिँ हाम्रो दिनको एन्ड गर्यो। I am forever grateful for whatever I have. Thank you so much for watching.